हेलो गाइजहरू, के छ हल्ली चल्ली गाइजहरूको? मेरो चाहिँ सबै ठिकै छ है। अनि आज चाहिँ वेदर क्या राम्रो भएको छ क्या जापानमा चाहिँ। क्या मजाको घाम पनि लागिरहेछ। अनि यो हप्ता चाहिँ अलिकति पानीहरू पनि पर्यो कि। अस्ति त झन् ताइफु पनि आइरहेको थियो, हुरी बतास चलिरहेको थियो। त्यही भएर यो हप्ता चाहिँ आनन्दको शीतलको वेदर छ है। अहिले चाहिँ त्यस्तै 22 डिग्री जति होला सायद अहिले चाहिँ। त्यही भएर म चाहिँ यसो डुल्न हिँडिरहेको छु गाइज। अनि अगाडिको भिडियोमा चाहिँ मैले भनेको थिएँ नि, जापानमा चाहिँ अहिले इमिग्रेसनहरू चाहिँ पुरै चेक हान्न हिँडिरहेछ भनेर। झन् इबाराकीमा चाहिँ अहिले एकदम चेक हानिरहेको रहेछ है। गएकोहरू पनि स्कुल पनि इबाराकीकै, कम्पनीहरू पनि यहीँको कि। इबाराकीमा चाहिँ टोटल अहिले लगभग त्यस्तै 1 लाखभन्दा अलिक बढी छ कि विदेशीहरू होइन। अनि 10-12 हजार त नेपाली नै छ क्यारे होइन। इबाराकीमा चाहिँ अब यो सानो फ्याक्ट्रीहरू के, फ्याक्ट्रीहरू वेयर हाउसहरू चाहिँ एकदम धेरै छ कि यहाँनिर। त्यही भएर होला होइन चेक हानिरहेको। अनि इबाराकीमै नै रहेछ कि सबभन्दा धेरै यो इमिग्रेसनको काण्डले समातेकोहरू चाहिँ कि फ्रड डकुमेन्टहरू होइन। अनि इलिगल तरिकाले काम गरिरहेकोहरू, ओभरस्टे गरिरहेकोहरू, भिजा सकेपछि नि बसिरहेकोहरू चाहिँ सबभन्दा धेरै चाहिँ यहीँ समातेको रहेछ कि। लगभग 3500 जना चाहिँ समातिसकेको रहेछ कि अहिलेसम्म यहाँनिर। त्यही भएर होला सायद सबभन्दा धेरै टार्गेट हानेर है। सानो सानो फ्याक्ट्रीहरू, वेयर हाउसहरू चाहिँ लास्टै धेरै कि यहाँनिर। मैले काम गर्ने ठाउँमा पनि त्यो होल एरिया पुरै त्यही कम्पनी छ कि। ठुल्ठुलो कम्पनी नि अलिअलि छ होइन। धेरै जस्तो चाहिँ सबै सानोतिनो कम्पनीहरू के। लगभग सबै तिनीहरू चाहिँ क्याटेगोरी 3-4मा पर्छ होला कि। त्यही भएर चाहिँ सबभन्दा एकदम टार्गेट हानिरहेको रहेछ कि इबाराकीलाई। इबाराकीको 1-2टा स्कुलहरू चाहिँ त्यही अलिक ब्ल्याकलिस्टमा परेको जस्तो नि छ कि। त्यही भएर त्यहाँनिर पनि पुरै इमिग्रेसनको मान्छेहरू चाहिँ स्कुलमै गएर होइन एटेन्डेन्सहरू अनि कस्तो कामहरू के गरिरहेछ सब चेक हानिरहेको रहेछ कि। अनि फेरि यहाँनिर चाहिँ एग्रिकल्चरहरू पनि एकदम धेरै हुन्छ कि। अनि त्यस्तोमा चाहिँ धेरैजनाले चाहिँ इलिगल तरिकाले कामहरू गर्ने रहेछ कि। मलाई नै थाहा छ कि 5-6 जना त्यहाँ ओभरस्टे गरेर बसिरहेको चाहिँ इलिगल तरिकाले बसिरहेछ होइन, भिजा सक्यो नि घर नगएर। अनि पहिला मैले गाडी किन्न लगाएको एउटा नेपाली दिदी थियो कि, ऊ पनि त्यसरी नै होइन जापान चाहिँ भिजिट भिजामा आएको रहेछ। अनि 17 वर्ष जापान इलिगल बस्दै कि। त्यस्तो हरामी यार, नेपालीहरू पनि त्यस्तो हुन्छ है। अनि ऊ चाहिँ अब चाहिँ धेरै भयो, अब चाहिँ सधैँको लागि नेपाल जान्छु भनेर अनि आफै इमिग्रेसनमा गएर म चाहिँ यसरी बसिरहेको थिएँ अहिलेसम्म है। अनि अब चाहिँ नेपाल जान्छु भनेर अनि इमिग्रेसनले सब चेकहरू चाहिँ गरेछ। अहिलेभन्दा 3 वर्ष अति अगाडिको कुरा हो क्या। अनि सब चेक गरेर लगभग 1 महिनापछि चाहिँ अनि इमिग्रेसनले जान दिएछ है। आफैले टिकट काटेर अनि गएको हो कि। नत्र 17 वर्षसम्म चाहिँ इमिग्रेसनलाई थाहै नै कि यहाँ बसिरहेछ भन्ने नै। लास्टै डेन्जर दिदी यार। अनि उसको चाहिँ गाडी थियो होइन, गाडी पनि भरे ब्राजिलियन अर्कैको नाममा रहेछ कि। अनि त्यो गाडी चाहिँ मलाई बेच्न लागिरहेको थियो नेपाल जानु अगाडि। गाडी चाहिँ त्यही टोयोटाको प्रिउस थियो कि, 2012को मोडल थियो क्या। अनि त्यही किनौँ भनेर सोचिरहेको थिएँ भरे। अनि त्यस्तो कुरा नि थाहा पाएँ होइन। अनि अलिकति डर पनि लाग्यो, यस्तो इलिगल पाराले चढिरहेको गाडी के किन्नु भनेर। त्यही माथि नाम पनि अर्कै ब्राजिलियनको नाममा होइन। अनि केही गरी ऊ गइसकेपछि केही प्रब्लम आयो भने कसलाई भन्नु होइन। त्यही भएर त्यो गाडी किनिनँ। त्यो दिदीसँग त्यस्तो कुराहरू त गरिनँ होइन, कसरी बसिरहेको के गरेर भनेर। पछि मैसँग काम गर्ने साथीलाई चाहिँ थाहा थियो कि। अनि उसले भन्थ्यो पुरा एकचोटि त गाडी बिग्रेको अरे बाटोमा होइन। अनि पुलिसहरू आयो भने त अब थाहा हुन्छ नि त, कार्डसाड केही छैन भन्ने कुरा। त्यही भएर ऊ चाहिँ गाडी नै छोडेर भाग्दै अरे कि। त्यस्तो डेन्जर हुन्छ यार। मेन त धेरै जस्तो त गुम्बा केनमा पनि छ क्या यस्तो इलिगल बस्नेहरू चाहिँ। तर इबाराकीमा पनि लास्टै धेरै छ यार। अलि गाउँ एरियामा अनि त्यसरी कामहरू गर्ने कि। त्यत्रो 17 वर्ष भने अलिअलि होइन, कति काम गऱ्यो होला के गऱ्यो होला। यस्तो ग्याङ भएपछि अनि सङ्गत पनि त्यस्तैको हुँदो रहेछ कि। अनि जाइरी कार्ड पनि नक्कली होइन, लाइसेन्स पनि नक्कली, जम्मै सब नक्कली कि। सब यो ब्राजिलियनहरूले बनाइदिने, लङ्केहरू बङ्गालीहरू यस्तोमा चाहिँ एकदम प्रो के यस्तो गर्नेमा चाहिँ। अनि यहाँनिर चाहिँ फेरि धेरै यो इलिगल कामहरू गर्नेहरूलाई नि समातेको छ कि, पुलिसले समातेको छ इमिग्रेसनले होइन। गाडी चोर्नेहरू होइन, गाडी चोरेर चाहिँ पार्टहरू बेचिदिने कि। पाकिस्तानी हो क्या अरे, बाउ छोरालाई नै समात्यो कि। गाडी चाहिँ चोरेर अनि तिनीहरूको पार्ट्सहरू चाहिँ बेचिदिने रहेछ कि। त्यस्तो हरामी हुन्छ गाई। अर्को ब्राजिलियनहरूलाई नि समातेको थियो क्या अरे 2-3 जना। त्यही भएर होला पुरै टार्गेट हान्दा रहेछ इबाराकीलाई चाहिँ।
ओ के हो फुच्चेले माछा समात्दै आएको छ यार। यार कत्रो ठुलो माछा के फेरि फुच्चेलाई माग्नुपर्छ कि क्या हो यार माछा। तर यिनीहरूले माछा खाँदै खाँदैन है, सायद बगाइदिनु ला जस्तो। अनि त्यही भएर मैले चाहिँ मलाई काम लागिदिएको हाकेनको जापानिजसँग नि कुरा गरेको थिएँ कि हाम्रो चाहिँ नाइयो मिलाएको छ कि छैन भनेर। नाइयो भनेको चाहिँ कन्टेन्ट के हामीले के पढेको हो होइन, अनि के भनेर भिजा निकालेको छ, अनि अहिले के काम गरिरहेछ त्यो चाहिँ मिल्नुपर्छ क्या। त्यही नमिलेर हो क्या अहिले सबभन्दा धेरै प्रब्लम आइरहेको छ धेरैजनाको होइन। एउटा भनेर निकाल्ने भिजा चाहिँ काम चाहिँ अर्को गर्ने कि, अनि त्यसले चाहिँ तिमीहरूको प्रब्लम हुँदैन, मिल्छ, केही हुँदैन भन्दैछ होइन। हाम्रोमा काम गर्ने सबैको भिजा नि मजाले आइरहेछ, मेरो चाहिँ फेरि एकैचोटि 5को आइदियो होइन, त्यही भएर केही हुँदैन भनेको छ। अब लोयरहरूसँग नि यसो राम्ररी चाहिँ कुरा गर्नुपर्छ। फेरि यस्तो कुराहरू चाहिँ धेरै यहाँ भिडियोमा बोल्न नि हुँदैन कि, बुढो पुरै घाँस काटिरहेको रहेछ। अनि इमिग्रेसनले चाहिँ अहिले होइन यस्तो हामीले चाहिँ कोही मान्छेलाई शङ्का लागेको छ या कुनै फ्याक्ट्री कम्पनीहरूमाथि शङ्का लागेको छ र त्यसको इन्फर्मेसन इमिग्रेसनलाई दियो भने चाहिँ पैसा पनि दिने भएको छ कि, त्यस्तो पनि रुल ल्याइदिएको छ होइन। त्यही भएर चाहिँ सबै कुराहरू चाहिँ खुलेर कसैलाई भन्नु हुँदैन गाइज। अहिले चाहिँ कति कुरा लगाइदिन्छ अरे कि, एउटा नेपाली केटी नि काम गर्दो रहेछ इमिग्रेसनमा, उसले भन्थ्यो कि कति कुराहरू लगाइदिन्छ अरे कि, त्यस्तो चाहिँ अहिले एकदम धेरै भएको छ, पैसा नि पाउने होइन। त्यही भएर होला, हुन त मलाई पनि थाहा छ यार 5-6 जनाहरू त मैले कुरा लगाइदियो भने 5-6 मान त आउँछ क्या, एकजनाको 10,000 दिने हो कि साँच्ची। त्यही भएर सबै कुरा कसैलाई भन्नु हुँदैन गाइज। अहिले चाहिँ कतिजना समातिसक्यो कि, धेरैलाई समातेर धेरैलाई फर्काइदिइसक्यो होइन। तर इमिग्रेसनले अब जहाँ पनि गएर होइन ड्याङ्की ड्याङ्क चेक त हान्दैन होला, त्यस्तै होला कि शङ्काहरू लागेको या त कसैले खबरहरू गरेकोहरूलाई चाहिँ गएर चेक गर्ने होला। अब आज जति सबै कम्पनीमा गएर पनि साध्य छैन है। हाम्रो कम्पनीमा लङ्केको चाहिँ सातो गएको छ कि, जहिले होइन नयाँ कोही मान्छेहरू आयो कि इमिग्रेसनबाट आयो भन्दै सोधिहाल्छ कि। हुन्छ ओसाकातिरबाट चाहिँ कति मान्छेहरू बेला बेला आइरहन्छ कि हाम्रै कम्पनीमा काम गर्ने हो। अब कस्टमरहरू नि आउँछ नि त कहिलेकाहीँ कम्पनी भिजिट गर्नको लागि, नयाँ मान्छे आयो कि दौडिँदै आएर सोधिहाल्छ कि इमिग्रेसनबाट आयो भनेर। लङ्केको चाहिँ तनाव छ गाइस, त्यही भएर काममा। फेरि तिनीहरूको चाहिँ 1-1 वर्षको भिजा छ होइन, तिनीहरू चाहिँ फेरि डाइरेक्ट ब्याचलर सकेर आएको हो कि, भर्खर आएको पनि 1-1.5 वर्ष मात्रै भयो क्या, 2जना छ। अब तिनीहरूको के हुन्छ त्यसपछि थाहा हुन्छ मलाई। एउटाको चाहिँ यो वर्ष गर्छ होला एप्लाई, एउटाको चाहिँ अस्ति भर्खर आयो, 3 महिना 4 महिना अगाडि आयो कि भिजा। त्यतिखेर चाहिँ भिजा आयो होइन, 1 वर्षको आयो आउन चाहिँ। अब नेक्स्ट टाइम चाहिँ हेरौँ के हुन्छ। मेरो चाहिँ 29मा गर्ने हो, त्यही भएर आनन्दले बसिरहेको छु अहिलेसम्म चाहिँ। मेरो सबै साथीहरूमध्ये सबभन्दा लास्टमा हो कि मेरो भिजा एप्लाई गर्ने चाहिँ। सबजनाको यो इयर गरिदिन्छ, नेक्स्ट इयर गरिदिन्छ, 28तिर गरिदिन्छ, म चाहिँ 29मा हो। त्यही भएर बसिरहेको छु ढुक्कले अहिलेसम्म चाहिँ। अब कम्पनीमै रेड हान्न आयो भने चाहिँ छुट्टै कुरा होइन, तर मिल्छ होला हाम्रो, त्यस्तो प्रब्लम त पर्दैन होला। मजा आउँदो रहेछ अरे यहाँनिर खेल्नलाई। बच्चा बेला कहाँ भिकुटी मण्डप कि कहाँ जानु पर्थ्यो खेल्नलाई। अर्को चाहिँ बालाजुको त्यो पार्कको नाम नि बिर्स्यो यार अहिले त, के पार्क थियो नि बालाजुमा, त्यहाँनिर हुन्थ्यो क्या यस्तै टाइपको, तर यस्तो फोहोर भइसक्यो रहेछ जापानिज भुराहरूलाई। के यस्तो त जहाँसुकै हुन्छ मतलबै छैन। तनाव छ गाइस, त्यही भएर अहिले जापानमा अहिलेको मेन टार्गेट चाहिँ त्यही गरिरहेको छ कि, इलिगल बस्नेहरू होइन, ओभर स्टे गर्नेहरू र अनि यही यो कामको नाइयो नमिल्नेहरूलाई चाहिँ के, तिनीहरूलाई चाहिँ समातिरहेको। अब यान्टु छैन भन्दैमा होइन, ल तेरो यान्टु छैन जा भाइ घर भन्न नि मिलेन अहिले नै त होइन। त्यत्रोजना छ यार, 40 लाख जति विदेशीहरूमा यान्टु पास गर्ने त कति होला यार, 20%ले नि गराएको छैन जस्तो लाग्छ क्या मलाई त। मेरै साथीहरूको सर्कलमा होइन 10जना कोही बसेको छ भने 1जनाले गरे हुन्छ या 2जनाले गरे हुन्छ कि, त्यही भएर 100% 20% जतिले गरे होला एन्टु पास, सबैलाई फर्काएर पनि साध्य छैन होइन। ल तेरो चाहिँ क्याटेगोरी 3मा परेछ, तनी जा भाइ घर भन्न नि मिलेन होइन। त्यही भएर एन्टु भन्दा नि अहिले चाहिँ मेन चाहिँ त्यो छ टार्गेट। अब बिस्तारै हुन्छ होला त्यो पनि, तर अहिलेको लागि चाहिँ त्यही छ गाइस। मेन चाहिँ अब आउनेहरूलाई चाहिँ अलिकति गाह्रो हुनसक्छ होइन, भिजा प्रोसेसिङहरूमा एन्टुहरू नि खोज्न सक्छ। यहीँ भइलाहरूलाई त्यही माथि पनि हाम्रो त फेरि यहीँ ल्याङ्ग्वेज स्कुल पढेर अनि सेनमुन पनि छ, दाइगाको पनि छ नि त, त्यही भएर हामीहरूलाई त झन् अझै खासै प्रब्लम हुँदैन भनेको छ कि भन्न चाहिँ। अब हेरौँ त्यो पनि पछि के हुन्छ है। अहिलेको लागि चाहिँ ठिकै छ, चलिरहेछ। अब केही भयो भने जाउँला, अब के अन्त होइन। धेरैजना फर्केर गइरहेछ गाइज, एकछिन खेलेको पुरा जाँगै दुख्यो यार। यस्तो ज्यानलाई दुखाउने काम त गर्नै मन लाग्दैन कि, त्यही भएर कहिले जिम सिम केही गर्ने गरेको छैन है। त्यही खानामा चाहिँ एकदम कन्ट्रोल गर्छु होइन, त्यही भएर अहिलेसम्म यसो पेट सेट पनि खासै लागेको छैन, अलि ठिकै छ, फिट एन्ड फाइनै छु।
वर्षमा एकचोटि हेल्थ चेकअप हुन्छ, जहिले नि नर्मलै देखाउँछ सबै कुरा। नत्र ज्यानलाई दुःख हुने काम चाहिँ गर्नै मन लाग्दैन कि। दौडिने ओर्ने यस्तो भने त छँदै छैन। झन् गाडी भएपछि त अहिले त हिँड्न नि छोडियो, यसो अलिअलि केही गर्यो कि ज्यान दुख्न थालिहाल्छ। जाङ पो दुख्यो अहिले त। अनि सायद एसएसडब्ल्यूमा हुनेहरूलाई पनि खासै प्रब्लम पर्दैन जस्तो लागिरहेको छ है मलाई चाहिँ। एन4 हो क्या अरे अहिले एप्लाई गर्नको लागि, त्यो पनि थाहा भएन एन5 हो कि एन4 चाहिन्छ क्या नेपालबाट आउन चाहिँ। अनि कुनै कुनै कम्पनीहरूले चाहिँ यहीँ पनि होइन सेसन भएर हाम्रो जस्तो वर्किङ भिजा भइरहेको के इन्जिनियरिङ स्पेसलिस्टहरू गिजिनको भिजाहरू भइरहेकोलाई धरि एसएसडब्ल्यूमा चेन्ज गर्न लगाइरहेको छ कि। त्यही भएर एसएसडब्ल्यूमा आउनेहरूलाई चाहिँ खासै प्रब्लम नहुनसक्छ है। त्यो एन2 नै चाहिने एन3 नै चाहिने भन्ने चाहिँ नहुनसक्छ। अब भयो भने त राम्रो है, आफैलाई अब कामहरू चेन्ज गर्दाखेरि भिजाहरू आउँदाखेरि प्लस पोइन्ट हुन्छ नि त। त्यही भएर हो, तर यही चाहिने भन्ने चाहिँ अलिक छैन होला सायद एसएसडब्ल्यूलाई चाहिँ। अब हाम्रो त के कुरा हो कि मान्छेहरूको पिआरै पुरै क्यान्सल भइरहेछ है। बिचरा बुढो पुरै रोइरहेको थियो नि, त्यसको चाहिँ पिआर क्यान्सल गर्दैछ सायद त्यही त्यो ट्याक्सहरूको प्रब्लमले हो क्या अरे। ट्याक्सहरू चाहिँ राम्ररी नतिरे भने जस्तो लागिरहेको थियो है। अनि जापानमै त्यसको चाहिँ रेस्टुरेन्टहरू पनि रहेछ अनि घर पनि रहेछ। बिचरा पुरा रोएर यार। अनि बच्चाहरू पनि रहेछ, बच्चाहरूलाई चाहिँ फेरि जापानिज भन्दा बोल्न नआउने नि रहेछ कि। पुरा त्यो भन्दै कराइरहेको थियो कस्तो रुल हो यो, मेरो बच्चाहरूलाई चाहिँ जापानिज भन्दा बोल्नै आउँदैन, अब मैले के गर्ने भनेर। ठग्न त ठगी नै गरेको थियो होला, त्यो नि हुनसक्छ होइन, इन्डियन रहेछ रन पनि। तर यसो चान्स चाहिँ दिनुपर्ने हो कि, यसो एक चान्स दिएर होइन सब ट्याक्सहरू तिर्न लगाएर गराएपछि हुन्थ्यो होला। तर सिधै क्यान्सलै गरिदियो भने हो क्या अरे। त्यो भिडियो नि मैले राम्ररी पुरै हेर्न पाएन कि, हरेकजनाले चाहिँ त्यो क्लिपलाई लिएर अलिअलि एडिट गर्दै बनाइरहेको हुन्छ क्या अरे। सायद त्यही हो कुरा चाहिँ, बुढाको चाहिँ पिआर गयो क्या अरे। त्यही भएर जापानमा चाहिँ तनाव छ विदेशीहरूलाई चाहिँ। पिआर हुनेहरू अनि बिजनेस भिजा हुनेहरूलाई पनि तनाव छ कि। अहिले सानोतिनो बिजनेस गर्नेहरूलाई पनि 3 करोड पुऱ्याउनु पर्ने भने हो क्या अरे क्यापिटल। अनि त्यो मान्छे पनि एकजना काम गरिराख्नु पर्ने क्या इम्प्लोइ। त्यही भएर चाहिँ सानो सानो बिजनेसहरू चाहिँ धेरै बन्द हुन्छ होला अब चाहिँ है। सानो सानो कुराले नै अब चाहिँ पिआर पनि जाने होइन, बिजनेस भिजा पनि जाने हुने भयो क्या। त्यही भएर गाइज अब चाहिँ भिजा निकाल्नको लागि होइन हुन त पहिल्यैदेखि गर्नुपर्ने हो कुराहरू होइन। अब ट्याक्सहरू मजाले तिर्ने, इन्सुरेन्सहरू सब तिर्ने होइन, अनि फेक डकुमेन्टहरू युज नगर्ने, जापानमा चाहिँ इलिगल कामहरू नगर्ने होइन, कहाँ रक्सी खाएर हिँडिदिने झगडा गर्ने गऱ्यो भने अब चाहिँ सिधै नेपालतिर होला। त्यही भएर त्यो चाहिँ एकदम ध्यान दिनुपर्छ होइन। हुन त जापानले राम्रै कुरा गरे हो क्या, किनकि क्रिमिनल एक्टिभिटिजहरू एकदम धेरै भयो नि त, फेक डकुमेन्टहरूदेखि लिएर होइन। अनि मेन त अब यो नाइयो नमिल्ने के काम चाहिँ एउटा हानिदिने, भिजा एउटाबाट निकालिदिने है। नेपाली रेस्टुरेन्टहरू पनि त्यस्तै गर्ने कि, त्यहाँ नेपाली रेस्टुरेन्टहरूबाट भिजा निकालिदिने अनि जहाँ मन लाग्छ त्यहीँ काम गर भनिदिने कि, अनि त्यस्तो नि गर्छ। त्यही भएर पनि हो एकदम टाइट बनाएको चाहिँ होइन, गर्नै पर्ने कुरा हो यो चाहिँ। त्यही भएर अब जापान बस्नलाई चाहिँ त्यस्तो साह्रो गाह्रो त हुँदैन, सबै थोकहरू तिर्ने ओर्ने गऱ्यो भने होइन। हामीले पहिला पहिला त वास्ता गरेको थिएन यार। स्टुडेन्ट हुँदाखेरिको हाम्रो ट्याक्स मैले एकैचोटि लगभग 7-8 वर्षपछि वर्किङ भइस तिरेँ कि, त्यो पनि जबरजस्ती होइन, स्यालेरीबाटै काट्दिएर त्यसरी तिरायो कि। पहिला पहिला चाहिँ केही मतलब हुन्थेन, हामीले पनि त्यही गरे हो है। अब चाहिँ सब च्यान त मजाले तिर्नुपर्छ गाइस। झन् सरकारलाई तिर्नुपर्ने पैसा त तिर्नै पर्यो कि, नत्र चाहिँ भिजामा प्रब्लम आउँछ। अनि स्टुडेन्टहरू पनि त्यही हो, मजाले गएको जाने होइन, 80% भन्दा माथि चाहिँ हुनै पर्यो क्या एटेन्डेन्स। अनि काम पनि सकेसम्म एउटा गर्ने, अब पुग्न त पुग्दैन होइन, के गर्नु त अब वर्किङ नहुँदासम्मको लागि त्यही गर्नै पर्यो। नभए चाहिँ ह्यान्ड क्यासहरू खोज्ने, ह्यान्ड क्यास पनि यस्तो कि त्यो एड्रेसहरू पनि बुझाउनु नपर्ने, नाम पनि बुझाउनु नपर्ने खालको कि, त्यस्तो काम पायो भने चाहिँ गर्ने हो। नत्र एड्रेस नाम मात्र बुझायो भने पनि प्रब्लम हुनसक्छ कि। त्यही भएर अब चाहिँ अलि ध्यान दिनुपर्छ गाइज आफैले। ल गाइज बाँकी कुराहरू चाहिँ अर्को भिडियोमा गरौँला है। आजको लागि चाहिँ जय नेपाल।